हेलो साथी, गुड मर्निङ। मेरो छोरीको रोजाई पुरी। आज मैले नानीको स्कुल छुट्टी छोराछोरीको म पुरी बनाउँदैछु हो साथी। आजको नास्ता तपाईँले के बनाउँदै हुनुहुन्छ साथी? आज मैले पुरी नास्ता बनाउँदैछु साथी। मेरी छोरीले कति हेल्प गर्छ हो साथी। एउटी छोरी त हुनै पर्दो रहेछ हो साथी, आमालाई हेल्प गर्नको लागि। पुरी पनि बनाउँदैछिन् मेरी सानुले साथीहरू। ल हेर्नुहोस्, मैले आज रेड कलरको पुरी बनाइदिएको थिएँ मेरी छोरीको पसन्दको लागि साथीहरू। तपाईँले के नास्ता बनाउँदै हुनुहुन्छ साथी? आज केडागुडीको सब्जी साग गरेर मैले आज नास्ता बनाउँदैछु साथी। आजको मेरो नास्ता हेलो साथीहरू। आज छुट्टीको दिन भन्दै आज बन्द छ, स्कुल छैन भनेर मेरो छोराछोरीलाई आज मैले नास्ता यस्तो रेडी बनाएर खान दिँदैछु। हेर्नुहोस्, आलुदम। आज मैले छुट्टीको दिन मेरो छोरीहरूलाई आज मैले यस्तो रोटी बनाइदिएको छु हो। ल हेर्नुहोस्, आलुदम। अब मेरो छोरी दुध नखाइ नहुने। ल हेर्नुहोस्, पुरी यस्तो खाले पुरी बनाइदिन्छु हो। यो टमाटर चटनी पनि खान परेछ मेरो छोरीले। साग है साथीहरू, हेर्नु साथीहरू।